हामी जाँदैछौँ एलिफेन्ट ब्रिडिङ सेन्टर। सो हामी चाहिँ हात्ती चोकबाट टुकटुके लिएर गयौँ एलिफेन्ट ब्रिडिङ सेन्टरतिर। त्यहाँ पुग्ने बित्तिकै चाहिँ हामीले रोनाल्डो देख्यौँ होइन। अनि म चाहिँ कुद्दै कुद्दै रोनाल्डोलाई हेर्न गएँ। अनि त्यो रोनाल्डो चाहिँ उता खोला पारी रहेछ। अनि त्यो एलिफेन्ट ब्रिडिङ सेन्टर जाने चाहिँ त्यहाँ पुलबाट जानुपर्ने रहेछ। अनि त्यो पुल चाहिँ 3:30 बजेदेखि मात्र खुल्दो रहेछ। अनि हामी चाहिँ त्यहाँ एकछिन 5 मिनट जति त्यो रोनाल्डोलाई हेरेर बस्यौँ। त्यसपछि पुल खुलेपछि चाहिँ हामी पुल क्रस गरेर गयौँ। आउँदैछ हामी जाँदैछौँ एलिफेन्ट ब्रिडिङ सेन्टर। ऊ त्यो पुल तरेर आएको ऊ त्यो पुल झन्डै मलाई मिनी हार्ट एट्याक आयो। कस्तो डर लाग्दो यार झोलुङ्गे पुल त। खोइ कता मेरो आँखाले त भ्याउँदैन त। हात्ती प्रजनन सेन्टर खै केही देखिएन तैपनि मैले भने चाहिँ पत्याउनु होइन हात्ती प्रजनन सेन्टर हो भनेर। टिकट यता हो रे होइन। हात्ती हेर्न जाने चाहिँ यता हो रे। तर हामी चाहिँ पहिला यहाँ गैडा रहेछ क्या गैडा हेर्न जाने। अनि मात्र हामी हात्ती हेर्न जाँदैछौँ। यो चाहिँ सर कुद्दै हुनुहुन्छ गैडा हेर्न जाने हतार हतार कुद्दिनु। यहाँ पहिला गैडा देखिन्छ अरे क्या। छिटो जाउँ छिटो। त्यो 200 को नोटु सफारी नगरेर हामीले त्यहाँ 100 रुपियाँ देख्न पायौँ। ऊ यहाँ 1000 को नोट यहाँ उभिरहेछ ऊ त्यो। यहाँ तलबाट छिर्ने हो नि। अनि यो चाहिँ हो चितवनको फेमस रोनाल्डो। यो चाहिँ फुटबलर रोनाल्डो होइन। यो चाहिँ जङ्गली हात्ती हो। अनि यो चाहिँ धेरै मान्छे मारिसकेको छ। त्यही भएर यसको अगाडि नजानु भन्नुभएको थियो हामीलाई चाहिँ। कता आउँछ कता 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 आउँछ सर माथि आउनु। पेप्पी वाला टमा चेन लाएर हेर न। पछि पछि हिँडेको अर्को नि आउँदैछ यता। प्लास्टिक खाने भयो त। ला प्लास्टिक खान्छ क्या सबै पोखेला ओइ सुन्तला मैले झलुङ्गे पुलमा। ला प्लास्टिक चाहिँ किन दिएको होला। ला सुन्तला खाइरहेछ झुटी नखेल्नु न। कस्तो प्लास्टिक खायो क्या उसले। मलाई त यो त्यसको त्यो कोरायो खायो खायो। रोनाल्डोको पेटमा हेर्नु त धाउँछ। नजिकायो त सानो छ।
अनि त्यही प्रजनन सेन्टरमा चाहिँ यो सानो म्युजियम भनेर राखेको रहेछ होइन, म्युजियम रहेछ। अनि त्यहाँ चाहिँ हात्तीहरूको बारेमा अब कसरी उनीहरूलाई सिकाउँछ, उनीहरूको फिजियोलोजी कस्तो के सबै थियो। अनि त्यहाँ बिचमा चाहिँ एउटा ठुलो हात्तीको स्कल पनि राखेको थियो होइन। अनि त्यति हेरिसकेपछि चाहिँ यो हाम्रो हात्ती प्रजनन सेन्टरको टुर पनि खत्तम भयो, सकियो। त्यसपछि हामी फेरि त्यहाँबाट टुकटुक लिएर फेरि हामी हाम्रो रिजोर्टमै